वेलकम ब्याक टु माई युट्युब च्यानल। आफ्टर लङ टाइम पछि चाहिँ म फेरि कम ब्याक भएको छु है। अनि त्यसपछि मैले बनाएपछि चाहिँ यति धेरै अल्छी नम्बर 1 भएको छ। त्यही भएर मेरो भिडियोहरू चाहिँ आएको छैन। अनि जान त म कता गएको छु है, तर खोइ भिडियो खिच्नै झाउ लाग्छ। अनि आज चाहिँ स्पेसली म चाहिँ मन्दिर जान लागेको, हाम्रो गैँडाकोटमा रहेको एकदम प्रसिद्ध एकदम फेमस कालिका मन्दिर जान लागेको छु। अनि सो त्यही भएको भएर चाहिँ आज चाहिँ फेरि एकछिन क्याप्चर गरौँ भनेर है। अनि त्यसपछि को जान लागेको छ भने चाहिँ म, मेरो भाइ, अनि त्यसपछि अनिक भाइ, अनि त्यसपछि अनि अर्को भाइको नाम चाहिँ मलाई थाहा छैन, अर्को भाइ, सानो भाइहरू भएर हामी चाहिँ जान लागेको छौँ। सो लेट्स गो। हेरौँ है त। अनि यत्रो लामो समयपछि चाहिँ म मन्दिर जाँदैछु है त गाइजहरू। हामी अब कन्टिन्यू जाँदैछौँ। हेरौँ है त। अनि यहाँ बाहिर चाहिँ बाइक निकाल्नु भन्नु रहेछ। हजुरले बाइक निकाल्नु ल। अनि म चाहिँ रेडी हुन्छु अब। ल हामी चाहिँ यहाँ रेडी भइसक्यौँ है। हाम्रो गाइजहरू चाहिँ ओ माई गॉड है। ल अब हामी जाऊँ है। ल बाटो कस्तो हो आइस जाऊँ है अब। हाम्रो घरको बाटो चाहिँ पुरै खोलाइ यता टुलाइ उता टुलाइ भन्दैछ। त्यसरी हिँड्नुपर्ने पुरै हाम्रो यहाँ त बेसी हुन्छ है। पुरै बाटैदेखि हेऱ्यो एउटा पनि, बाटैदेखि हेऱ्यो एउटा पनि। गेट यता गइसक्यो भने हामी चाहिँ गेटबाट भित्र लाग्यो है। कालिका चोक के अरे के चोक रे हो खै गैँडाकोटको अब मन्दिरतिर चाहिँ हामी लाग्यौँ। रोड छोडेर हामी चाहिँ मन्दिरतिर लाग्यौँ। अब कतिमा आउँछ त्यही गरेर हेर्नुलाई त। ल हामी चाहिँ भित्र छिरिसक्यौँ नि। यहाँ यो सेतोदेखिको केबल कारको जानु यता साइडमा मन्दिर छ। त हामी चाहिँ अब त्यहाँ माथि पुग्ने हो। हामी चाहिँ यहाँ कालिका मन्दिर आइसक्यौँ। यो पार्किङ एरिया बनाउनु भएको रहेछ यहाँ चाहिँ। अनि पार्किङमा चाहिँ अब सेफ्टीको लागि भनौँ। यहाँ चाहिँ आन्टीले यो गर्नुहुँदो रहेछ, मुक्त नदेखामै फेरि यस्तो काट्नुहुँदो रहेछ। यो चाहिँ जस्ट यो चाहिँ हाम्रो बाइकहरू सेफ्टीको लागि चाहिँ ए छ हौ। यहाँ चाहिँ किनौँ न है। के भन्छ अरे ऊ नर्मेल र किने के रनिबल र के भन्छ अरे आउन बोरी भएर मिलाइदिनु आउन हजुर नर्मेल दादा भन्दै हजुर ल आउन है आउन ए आज ल्यापटप नि राख्ने आन्टीको त्यसरी ल्याउनु भयो। अब त्यसरी पर्दैन भन्नु पर्दैन। के अरे एक माला नि हुन्छ न यस्तो माला होइन धजा लैजानु यो चाहिँ 50 रुपियाँको भयो पर्दैन मलाई त आज झ्याप त लगाइदिएन नि। हामी चाहिँ तल के भन्छ तल गेटबाट चाहिँ माथि लाग्न थाल्यौँ है। यहाँ त फेरि लात सबैलाई हुन्छ। फेरि हामीले 250 तिर ल्याइसक्यौँ। यताबाट जाने हो टेम्पोमा टेम्पोमा जाने हो र बाइक जाने हो भने त यसरी जाने हो क्या। तर हेत तेरिका सुरुवातबाटै आउनुहुन्छ कि अलिक फर्किँदैन है। आमा अहिले आउँछौँ ल। मेरो भाइहरू चाहिँ लास्ट रिसाउँदैछन् किनभने हिँडेर अरे। अनि म यत्रो वर्षपछि हेर्दै वातावरण हेर्दै जानु परेन के भगवान्। लु नभए त जानुहुन्छ नि हेर्दै जानु पाए पो रमाइलो। ओ म यहाँ धारा छ पानी खानालाई बनाइदिनु भएको होला पक्कै नि।
वाउ यस्तो दामी दामी ठाउँ रहेछ नि यहाँ त हुन्छ नि जापानमा नि झन् गौतम बुद्धको राज हो टाढेबाट भगवानलाई पनि नमस्कार हामी चाहिँ त हिँड्दैछौँ यहाँ भाइहरू फेरि म दिन्छु भएर हिँड्न खोजेछु यिनीहरू नहिँडिँदै अहिले ठ्याक्क कति बज्यो भने भाइ ठिक छ तिमीलाई हिँड्छौ नि है दिजु हुने हो तिमी पनि हिँड अब हामी चाहिँ जस्ट 5 मिनट पनि भएन हिँड्नु लाग्यो मेरो चाहिँ अलिकति हालत खराब हुने के छ घर हप्पामा दुध यो दुइटा चाहिँ पहिलेदेखि आएको भाइ र म चाहिँ नयाँ नयाँ भयो ए बाटोमा हिँड्दा चाहिँ त्योमा पुगिसक्यो ऊ घाँस दाउरा गर्दै हुन्छ यता फेरि ज्याकेट राखेर आउनुको मानेनौ नि को लिन त तिमीहरूको ज्याकेट यस्तो हुन्छ रातो बाटो हान्दै कता कता बल्ल स्टार्ट हुँदै हाम्रो त ल हाम्रो त यहाँ त जङ्गलको बिच नि यस्तो बनाउनु हात्ती बनाउनु रहेछ ठाडै उकाल हो भाइ गर्छु मैले यहाँ भाइलाई दिएको भगवान् भनेर भाइ त मलाई सोच कहाँबाट खिचौँ बिचरा फेरि हिँड्न नसकेर वहीँ छ हामीले छोडिसक्यौँ हेलो यहाँ पनि बगानजी यस्तै छ गाइज सास फुल्लेर यही फुल्लेर हुन लागिसक्यो यिनीहरूले बाइकमा जाऊँ भन्दा मानेन अहिले यहाँ हिँड्दै आउने भनेको यहाँ यिनीहरू चाहिँ आन्दा हिँड्ने अझै यस्तै ठाडै हो ल कन्टिन्यू गर्दै जाऊँ अझै चल रहा है ऐसे ही जिंदगी सो साथीहरू हाम्रो उहाँ म्याडम चाहिँ हिँड्न सक्नुभएको छैन है हामी चाहिँ टक्कै हिँडेर माथि आइसक्यो हाम्रो मिस्टर लो भाइ हाम्रो आयुष भाइ यो म अनिक दाई सबको पछाडिको हप्स हिँड्न सक्नु भएन अझ हिँड्दै जाऊँ भन्ने मान्छे हो कसको याद आहा सबैभन्दा धेरै नम्दाको याद आहा नम्दा जाने ए नवीन बुढोको नाइसाको भएको याद आहा अनि मलाई कसको त कसैको याद आएको म त माथि दिन याद आयो म त कसैको नि याद आएन गाईको खुब हुन्छ के अब हामी आधी अधुरा आइपुग्यौँ यहाँबाट चाहिँ सिधा उहाँ माथिसम्म सिधै बाटो छ वहीँसम्म तारा त नि यो बा लेप गाडदेखि चाहिँ त्यहाँबाट अब हामी सिधै हिँड्दैछौँ यहाँबाट त सिधै माथि डाँडासम्म सिधै त्यसपछि फेरि अलिकति उकालो अनि मन्दिर आयो अब चाहिँ है भाइ होइन भाइ कस्तो लाग्दैछ बाबाहरू यता यो दुईवटा सोध्दा बेकारै छ त्यहाँ सोद्धा पनि सोध्दिनँ हामी चाहिँ जाँदैछौँ सुगो नि
दिन भयो यहाँ बस्न के नाम यो पहिलेदेखि बेच्नुहुन्थ्यो अङ्कलले यहाँ हामी आउँदा 7 वर्ष अगाडि यहीँ हुनुहुन्थ्यो यहीँ हुनुहुन्छ अहिले नाम भन्नु अब ल नाम भन्नु यहाँ यस्तो बेच्नुहुन्थ्यो सधैँ अङ्कलको नाम भन्नु ल त्यहाँ बाँदरु साथी मेरो भाइहरू यहीँ धेरै छन् पर्दैन मेरो भाइहरू जोइन हुनलाई यहाँ हेलो बेबी नाइसाको बेबी यहाँ सिधा देख्नुभयो होला मेरो टाउकोमाथि बाँदर छ नपत्ता हिलो हेर्नु हो खानेकुरा ओए मन केबल कार चढ्ने भएको चाहिँ यहाँ रहेछ यो चाहिँ केबल कारको चाहिँ यहाँसम्म आउँदो रहेछ केबल कार तर हामीसँग चाहिँ छैन किनभने चेन्जी आन्दोलनले चलाइदिइसक्यो मेरो त भोइस पनि आएन अहिले त लडबड भइसक्यो केबल कार चढ्ने ठाउँ यहाँ आएपछि चाहिँ आधी आधी आएको जस्तो फिल हुन्थ्यो अहिले चाहिँ यो सबै केबल कारको बाटो बनाएको भएर चाहिँ अफ छ अहिले यहाँ गाडी पनि आउँछ तर हामी नआएको हिँडेर जाऊँ भनेर आएको थियो यहाँ होटल ग्रिन फरेस्ट गैँडाकोट 1 नगरपालिका यहाँ चाहिँ ठ्याक्कै गेटभन्दा मुनि चाहिँ यहाँ यस्तो भनिजन हुन्छ यहाँबाट चाहिँ स्टार्ट यहाँ चाहिँ धुप्छाया छ ओइ ओइ ल हामी चाहिँ गेटमा आइपुग्यौँ यहाँबाट चाहिँ ठ्याक्कै मन्दिर स्टार्ट अब अहिलेको तल भनेको हिँड्ने यताउति भइहाल्यो यहाँबाट भनेको चाहिँ स्टार्ट हिँड्ने के भन्नुभयो कि त्यहाँ के गरेर नआउनु होला भन्नुभयो ए मोबाइल क्यामेरा त्यो बाँदरले चाहिँ मोबाइलसँग बोकेर जान्छ अरे ल पुरै बाटोमा छ त बाँदर नि हजुर हुन्न केही हुँदैन अवस्था अनुसार प्रयोगमा ल्याउने कार्यमा सहयोग गर्नेछौँ हामी त मन्दिर आइपुग्यौँ अनि यहाँ यस्तो लाइन लाउनु पर्ने हुन्छ अनि यहाँ चाहिँ यस्तै म यहाँ लिएर हिँड्छु यस्तरी जाने ल म चाहिँ यहाँ मन्दिरमा अब यहाँ यस्तरी लिएर जान लागेको छौँ अनि यिनीहरू चाहिँ लोक त यिनीहरूलाई चाहिँ मन्दिरमा चाहिँ आफ्नै पैसा चढा भनेको भएर चाहिँ यिनीहरू साट्न लागेको छन् किनभने यो भनेको चाहिँ आफ्नो इच्छा के भन्छ माग्ने हो नि त त्यही भएर त्यसलाई पनि देखेन दुईजनालाई नि अरू चाहिँ हेरौँ न जामदाम छिटो चढाइदिएर Suara saya putus, Pak.
सानो त्यहाँ नि के चलाउने होइन त्यहाँ हाल्दै नि हुन्छ क्या अनि नाल भन्नु छ क्या त्यहाँ हेर्नु नाथ बाबु सरी किन्नु पर्यो नि मेलामा चाहिँ हालिदिँदै गयो यहाँ चाहिँ हामीले परेवा किन्यौँ अब परेवा किनेर उडाउन लागेको छौँ चामल के परिवार निकाल्नको छौँ यहीँ किन्न पाइन्छ यहाँ हाम्रो यहाँ चाहिँ कम बाटो यहीँ मेरो भाइले चाहिँ आज मेरो क्यामेराम्यान मेरो भाइ हो अनि यहाँ म चाहिँ ल आयो मेरो परिवार ल ल परिवार आइसक्यो त चाहिँ च्याप्पा नउडोस् नि फेरि यहाँ चाहिँ हामी पछि हिँड्दैछौँ मेरो भर्खर चाहिँ अहिले 7 वर्ष लागि गरेको 20 मन्दिरतिर उडाइदिनु ल एउटा म उडाइदिउँ सर उडाइदिनु न फालिदिनु ल टिका राम्रो छ आज के डढेर जाने क्या यतापट्टि देवघाट मन्दिर हाम्रो टक्क लाएर है यो चाहिँ देवघाट मन्दिर यता हिमाल अलि देखेको छैन होला ओए कस्तो बलर रहेछ खोलाको नजिक पनि ल यहाँ तेरो आँटेको चाहिएको सबै कुरा होस् खाली हात दिनु ल हजार
मेरो हप्पाले नि सबै बसेर जानु यहाँ त बस्नु आँटेको चाहेको सब कुरा होस् दिदीभाइसँगै जान पाऊँ मेरो शुभकामना हुन्छ म आज भन्दैन मन त सँगै जान्थ्यो नि काठमाडौँसम्म त भाइले दिन अब नखरा यहाँ ल मेरो भाइ पनि अब भर्खर पढ्दैछ राम्रोसँग पढ्ने र भाउजूको प्लस 2 मा धेरै मार्क्स ल्याउने भन्नु न भाइलाई है त अनि यो भाइलाई चाहिँ ल पुग्यो अब अरू चाहिँ दर्शनमा त भाइलाई चाहिँ अलिक पैसा चाहिँ भाइलाई चाहिँ भाउजूलाई गाइज भयो अनि हामी चाहिँ यहाँ भाइ भाइहरूसँग यहाँ मन्दिर पूजा गरेर भ्यायौँ अनि मेरो 7 वर्षपछि यहाँ आएर पनि सब कुरा भयो पुरा भएको भएर म यो मन्दिरमा फेरि आएर दर्शन गरेर अब म फर्किँदैछु सो त्यही हो है त जाला धेर नभकम त भयो के ल हामी चाहिँ यहाँ पूजा गरेर फर्किसक्यौँ ए झाडा गर्दै हुन्छ नि भाइहरू काम छैन नि म चाहिँ यहीँ हामी यहाँ स्टार फ्रुट खान लाग्यौँ यहाँ अङ्कलकोमा हामी यहाँ माथि पकौडा खाएर आएको खासै मिठो भएन त्यही भएर हामी यहाँ चटपट पानी चटपट खान्छौँ अनि स्टार फ्रुट अमिलो सबभन्दा हेर्नु मन लाग्यो कि जरावाला होइन रे हो नि जरावाला यो यो त यो पोका चाहिँ लानुपर्छ यो अरू लैजा त आफै लैजा भाइ चुरो भएपछि भाइहरूलाई यस्तो भन्नुहुन्छ कहाँ गयो हप्पा हप्पा त्यहाँ पानी ऊ 1 किलोमा त्यत्रो आउँछ त्यस्तै अनि पर ट्राई त गर्नु पर्यो मनपर्छ कि त्यो भएर यस्तो स्टार फ्रुट खान लाग्यौँ त्यस्तो धेरै खाने कि ठिक खाने ल खा ट्राई गर पिरो अमिलो सबै हालिदिनु कस्तो अमिलो रहेछ देवीको जस्तो मनपर्छ ल यसो साथ मनपर्छ अब के खाने सिधै जाने अब होइन हल्का अहिले मेरो कलेज बस्छ त्यति बस्छ जो अमिलो लाग्यो पहिला त हजुरको नाम त अझै म हजुरको चाहिँ चर्चामा थियो नि देखेको छु चट पसलको आन्टीले भन्थ्यो हाम्रो यो चट पसलमा सबभन्दा धेरै अमिलो खाने यो देवी हो पुरै अमिलो त यस्तरी पानी यसरी नै हालेर खान्थ्यो भन्नुहुन्थ्यो होइन हजुरले खानुहुन्थ्यो अरे क्या त्यसरी नै अब चाहिँ अर्को ठाउँमा काँक्रा खाँदै हिँड्दै यिनीहरू त भइसक्यो कोही यताबाट आउँदैछन् तर कहाँ हिँड्नुपर्छ त देखाउँछु हिँड्नुपर्छ त सो है हामी गेटबाट निक्लिसकेको छौँ अनि पूजासुजा गरेर आएँ अनि मन पनि शान्त भयो है अनि सो त्यही हो है त लेसी अब फेरि म नेक्स्ट भिडियोमा भेटौँला आजको लागि भिडियो यति नै छ मन परेमा लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला बाई बाई सी यू सुन